आइसिसी CWC लिग 2 अन्तर्गत भएको खेलमा नामिबियाले नेपाललाई 8 विकेटले पराजित गरेको छ। नामिबियाले टस जितेर पहिला बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले 46.5 ओभरमा 157 रन बनाउँदै अलआउट भयो। नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक 31 रन, दिपेन्द्र सिंह ऐरीले 30 रन, गुलसन झाले 20 रन, करण केसीले 18 रन जोडे। तर अन्य ब्याटरहरू सस्तोमै समेटिएपछि नेपालले ठूलो स्कोर खडा गर्न सकेन। नामिबियाका बलर जेजे स्मिथ नेपालका ब्याटरमाथि पूर्ण रूपमा हावी भए। उनले 9.5 ओभरमा 1 मेडन राख्दै मात्र 27 रन दिएर महत्त्वपूर्ण 6 विकेट लिए। 158 रनको सामान्य लक्ष्य पछ्याएको नामिबियाले 37.4 ओभरमा मात्र 2 विकेट गुमाएर लक्ष्य सहजै पूरा गर्यो। नामिबियाका लागि जेन फ्रिलिङले नट आउट 77 रन, माइकल भन लिङ्गेनले 51 रनको उत्कृष्ट अर्धशतकीय पारी खेले। नेपालका तर्फबाट कप्तान रोहित पौडेल र नन्दन यादवले एक विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। यसैसँग नेपालले नेदरल्यान्ड्समा भइरहेको CWC लिग 2 को पहिलो खेलमा हार बेहोरेको छ भने अर्को खेल नेदरल्यान्ड्ससँग पर्सि खेल्नेछ। नेपालको यो हारको मुख्य कारण के होला? आफ्नो विचार तल कमेन्टमा लेख्नुहोस्। भिडियो मन परे लाइक, शेयर गरेर च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला।